बुढीले मलाई हाल्नु के बुवाले घाम लगाउँदै हुन्छ। मौसम तगडा भयो। गुड मर्निङ सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी करेसाबारीको लागि मलहरू ल्याउन जाँदैछ। करेसाबारीहरू आज सब्जीको लागि खन्न जानु छ, अनि त्यसको लागि चाहिँ मलहरू ल्याउन जानु माथि आन्टीकोमा मलहरू ल्याउन जाँदैछौँ। अनि अब एकछिनमा जान्छौँ। ल साथी हो। हेलो गुड मर्निङ गाइज, हामीहरू चाहिँ बारीको लागि मल लिन जानु लाग्छ। बाबुको बाबा, म माथि हाम्रो कान्छी आन्टीको घर भैँसी र बाख्राको मल लिन गइरहेछौँ। हजुर गइरहेछौँ मल लिन। मलको उत्पादन धेरै गर्नको लागि मलको आवश्यक परेर डेरीले मल लिन जाऊ बाबुसँग भन्नुभयो। त्यही भएर बुढा र म बाइकमा जान लागेको मल लिन कान्छी आन्टीको घर काभ्रे। यो चाहिँ हाम्रो स्कुल पढेको बाल कल्याण, यो माथि जलजला मल्टिपल क्याम्पस जाने बाटो। आउन लागेको छ हाम्रो सबैको लागि घुम्ने ठाउँ टिकटक पार्क। टिकटक पार्क छ पार्टी। त्यहाँ टिकटक पार्कमा डोरी पनि चल्छ। शनिबार स्विमिङ पनि छ, पिङ पनि छ। पहिला जान मन छ भने यही बाटो भएर आउनु होला। के छ अरे बाबु? ए हो र? त्यो टिकटक पार्क हो है। जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको हो। यहाँ ब्याचलर लेबर है अध्ययन गर्नुपर्छ। यो ठाउँलाई भन्छन् काभ्रे खड्क। हाम्रो लिबाङ बजारको दृश्य एकदम राम्रो देखिन्छ यहाँबाट। ल हेर्नु साथीहरू, कस्तो लाग्यो भन्नुहोस्, कमेन्ट गर्नुहोस् प्लिज। अनि यहाँ छ स्ट्रबेरी। यहाँ हाम्रो स्ट्रबेरी खान आउँछौँ है। स्ट्रबेरीहरू यहाँ एकदम राम्रो पाइन्छ सस्तोमा। स्ट्रबेरी बिक्री गरिरहेछन् यहाँ। कोले चिन्नु भएको छ यो ठाउँ भन्नुहोस्। अब माथि गएर हजुर माथि आउँछ। यो चाहिँ यहाँ काभ्रे खड्कको मन्दिर हो है। देउता पुज्ने एउटा यी बगानको हो भने पानीको चाहिँ थापा बगानको हो। बाख्राहरू यहाँ आइसकेको छ चढ्न। वाला जान्ने बेला भइसकेको छ। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe हामी बीच रोड with a भ्याएर अब कच्ची notebook रोड carrying गइमै आन्टीको घर जाने। She's chasing skies I've never named,
while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. घर आइसक्यो हामी आयो के साथी हो यहाँ आन्टी घर आइयो यहाँ उनले चाहिँ भर्खर नयाँ घर हाल्नुभयो यो चाहिँ बिल्डिङ घर 2 फ्ल्याटको हामी मेरो छोरो र मम्मी चाहिँ उता यो चाहिँ दामी फुल छ यस्तो दामी फुलेछ कि यो चाहिँ कुखुरा पालन गर्नुहुन्छ पुरै कुखुरा छ भित्र त सुन्तला खेतीहरू त्यस्तै छ हरियाली डाँडा काँडा यो जेठा अङ्कलको घर उहाँहरूको जेठा अङ्कलको घरहरू बाख्राहरू छन् उता प्याज लगाउनु भएको छ तोरी फुलिया छ अहिले चाहिँ उसले चाहिँ यता बुङ्गुरहरू पनि पाल्नु भएको छ बुङ्गुरहरू ट्याक्कै बुङ्गुरको बच्चाहरू भित्र अर्को लडिराखे कालेर खैरे पुन्टुले यता चलाइरह फेरि बुङ्गुरलाई यस्तो छ यो सुन्तला पुरै फुल्दैछन् भर्खर अब सुन्तलाहरू अगाडि करेसाबारीहरू के लगाउनु भएको सिमीहरू लसुनहरू लगाउनु भएको छ कुखुरा पनि कत्रो छन् यहाँ त यत्रो छ कुखुराहरू पनि यो चाहिँ खतम हुन लाग्यो ठुल्ठुला पाँच 6 केजीका कुखुरा त बहुत पाल्नु भएको अङ्कलहरूले यहाँ चाहिँ बसेको कुखुरा दाना खाएर पुरै बस्या क्वाक गर्दै पुरै सुन्तलाहरू फुल्या अब मेरो बुढीले मल निकाल्न आएको बुन्टु आइबन्थ्यो के गर्न आएको बुन्टु बुङ्गुर छप्न हो कि मल ल्याउन आएको मेरो बुढीले चाहिँ यहाँबाट यस्तो मल निकाल्दै हुनुहुन्छ ओहो बाख्राको मलहरू यस्तो तरिकाले निकाल्दै हुनुहुन्छ के र बाख्राको मल ल्याउने लग्ने यता फेरि भैँसीको मल पनि लग्ने हो 8-9 बोरी लग्ने होला सायद यस्तो छ डाँडा काँडा ढुङ्गे घरहरू अझै पनि गाउँतिरै त माथि चाहिँ बरफहरू पनि गिर्छ यस्तो छ है लाइन के र अब पुरै बाख्राको मल बुढी भन के गर्नु यस्तै पर्यो बाख्राको मल सोर्ने हामी लगेर बारीमा हाल्नलाई बाख्राको मल दिन आएको सोरिरहेको छु बाख्राको गुड बारीमा हाल्नै पर्यो के गर्नु र साग सब्जी खानु पर्यो त नि त्यही भयो ठिक छ बुढीले मल हाल्दैछन् ल बाबु त यहाँ खेलिरहेको बुङ्गुरसँग बुङ्गुर बच्चाहरूसँग खान्थ्यौ न त्यो पुन्टु
ल हाल है बुढे साथीहरूको हिँसीको मल हान्ने अलि भारी होला जस्तो छ चिसो रहेछ उता बोरा हाल्नु लाग्यो अब सागसब्जी खानु पर्यो होइन सब्जीको लागि त मल त चाहियो भारी होला जस्तो छ के दियो बुङ्गुरले बाबु हो धेरै पछि माटो हो कि यो बाबु जाऊ बुङ्गुर जाऊ गाउँघरतिर जौँ चाहिँ पुरै पाकिसकेको छ जौँको साइड चाहिँ गहुँहरू अझै हर्रै छ सुन्तला खेतीहरू पुरा मुलाहरू फुलेर यस्तो भयो लसुन प्याजहरू आलुहरू बाबुको घर साला बाबु घर आज आन्टीहरू पनि माथितिर जङ्गलमा वन खुल्या रहेछ कि दाउरा काट्न जानुभएको रहेछ बाख्राहरू ट्याक्क बाबाको लागि उठाउ न ल हिँड बाबाको पछि पछि बाख्राको मल चाहिँ भयो हिँड्छुस् न बारी ल ल बिस्तारै जा बाबासँग ल फाइनली मलको बोरा चाहिँ भर्यो पसिना निकाली बुढे मल भरिसक्यो नि ल यस्तो पसिना निकाली है गाइज अब गएर अटो आउँछ अटोमा हालिदिने अनि त्यसपछि जाने हो ल साथी हो ल फाइनली करेसा बारीमा ल्यायो है मल पनि मम्मी फ्यामिलीहरू सबैले बोकेर ल्याएको करेसा बारीमा ट्याक्क लाएर बाबुलाई के भयो बाबुलाई के भयो बाबुलाई भन त भन मलहरू फालेर अब हेर प्याजमा ऊ हेर पानी हालेको बाजेले देख्यो हाम्रो बारीको फुलकोपी हो है साथीहरू यता हेर्न साना हाम्रो सिमीहरूको काँक्रा पनि निस्केछ यता हेर्नुहोस् त डिभेन्स बाबा कस्तो लाग्छ कच्छा लागेको अवस्था के कच्छा र हात जाने हो चिसो भाका मौसम अब तातो गर्नु पुरा ढुङ्गा बोकेर काँडो लगाउने है बुवाले यहाँ खन्न लानुभयो काँडो लगाउनको लागि भर्खर पानी परेको असिनासँग चिसो भन्दा सधैँ चिसो हुन्छ बुवाले खन्दै हुनुहुन्छ कतै यहाँ बारी खने यहाँ
बारी खनेर यहाँ गाह्रो ल्याएर भिखाल माटो छ अब सिधा बनाउनु पऱ्यो अनि खेतीबारीमा रेगिया छ अब पसिना परेर गाह्रो भएको छ अब ज्यान ताक्किन्छ अब अन्त यो रोल्पालीको जिन्दगी यस्तै हो बुढा सार्नु भइरहेछ ढुङ्गा हजुर यहाँ गरा बनाउने अरे करेसाबारीमा अनि त्यसको लागि ढुङ्गा हजुर गरेको अवस्था है ढुङ्गा चाहिँ टन्नै छ त्यस्तै छ छुट्टी आए बेला काम गर्नु पर्यो सुतेर मात्र काम छैन बाबु उठा जाऊ है तिमीले खन्नुपर्छ हाल्ने गुवाले चाहिँ गाह्रो लगाउँछ यता जाऊ तिमी यता तिमी पारी मे पाठाउनु जाऊ पारी जाऊ त्यो दिदी छ नि त्यहाँ जा यसलाई पनि लिन आउट जाऊ है हाम्रो नानी फेरि माथि गएर ढुङ्गामा चढेर पुरा मुटु लाला जस्तो यहाँ फेरि हामीले काम गरेको हेर्न आउनु भयो है यहाँ अङ्कल मोटो अङ्कल साइला अङ्कल यी जाऊ दिदी आउनुभयो गाह्रो लाग्दैछ है अब गाह्रो गाह्रो लाग्दा सुरु भइसकेको छ अब बुढाले निकालेर अब बनाउनु पऱ्यो हजुर हजुर साइला बुवाले हाल्यो नि बुढा कस्तो लागिरहेछ ढुङ्गा सारेको बुवाले गाह्रो लगाउँदै हुनुहुन्छ यसलाई चाहिँ हल्का अलि माथिको लेभलमा ल्याउने रे यो लेभलमा अनि माटोहरू तल झरेर कि धेरै माथि ओह्रालो भएर मेरो साथीले त्यहाँ ढुङ्गा ओसार्दै हुनुहुन्छ नानीले पनि ढुङ्गा ओसार्दै है यो चाहिँ पहिले फोडेर राखेको ढुङ्गा रहेछ यहाँ बुवाहरूले अनि त्यही सारेर यहाँ चाहिँ सम्म गर्ने रे फेरि अनि फेरि बारी बनाउने रे सानो बुवाले चाहिँ लगाउँदै हुन्छ फुच्चे उता गएको मौसम तगडा भयो आज चाहिँ यस्तो अघि असिना पानी झरेको फेरि पुरै बादल गरेको बादलै बादल उता त परिसक्यो पानी गाह्रो लगाएर जाने त होला ल साथीले के हेर्नु भयो ल बेलचा हाल्न सुरु भइसक्यो है गाह्रो लगाउनको लागि गाइज फाइनल्ली गाह्रो पनि लगाइयो यी करेसाबारीमा अनि यताको यो पनि ढुङ्गाहरू थियो अनि यसलाई चाहिँ हल्का अलि ठुलो बनाएको गरा यो पनि अब ट्याक्कै यहाँ चाहिँ सब्जी सागसब्जीहरू उब्जनी हुन्छ भइसकेको छ हुन त अब त्यही पनि फेरि अर्कोचोटिको लागि ल है साथी